आजभोलिका केटाकेटीहरूलाई चाहिँ के भन्न चाहन्छु भने यो पढ्ने उमेरमा केटाकेटीको पछि लाग्ने केटाको पछि लाग्ने चाहिँ नगर्नुहोस् के। तर बुवाआमाले हुर्का हुन्छ नि त, अब सानैदेखि आमाले 9 महिनाको कोखमा राखेर जन्मिसकेपछि बुवाले काँधमा राखेर हिँडाल्छ, जिम्मेवारी बोकेको हुन्छ। त्यो बगाएको पसिनालाई खेर फाल्न नदिनुहोस् के। यस्तो अब त्यो उमेरमा चाहिँ अब अट्र्याक्सन हुन्छ, नहुँदैन, आफूलाई कन्ट्रोल गर्न सिक्नुपर्छ। त्यो कन्ट्रोल गरियो भने मात्र हो अब आफूको लाग्ने। अब त्यो अब केटीको पछि लाग्ने उ गर्ने गर्नाले अब कोहीले अब सुसाइड अटेम्प गर्छ, कोही डिप्रेसनमा जान्छ, म उसको लागि बाँच्दैन, यताउता भन्छन्। त्यही भएर अब पढ्ने उमेरमा चाहिँ केटाकेटीको अब पछि लागेर काम हुन्न के। पढ्ने उमेरमा पढ्नुपर्छ, आफ्नो सपना गोल के हो त्योतिर ध्यान दिनुपर्छ। ल अब बुझेको जानेको मान्छेले भनेपछि चाहिँ अब त्यस्तो हो। अब सबै चिज खुलाएर भन्न नि सकिन्न होइन। अब यस्तो हो उस्तो हो त भन्न सकिन्न। अब त्यही त हो नि, सबै चिज चाहिँ के भन्नु, अब कस्तो हो आफै बुझेर सम्झेर चाहिँ अब कदम उठाउनु होला। त्यही त, अरू के भन्नु त।